आजको हाम्रो यात्रा भनेको चाहिँ चतरा बेलुका पिकसम्म चाहिँ अब गर्नु आँटेको छौँ होइन। हाम्रो बाल्यकालको साथी क्लासमेटहरूसँग चाहिँ अब हामी चतरा बेलुका बिचसम्म चाहिँ अब जानु लागेको छौँ है। हामी लागौँ होइन, छिटो न, ढिलो भइसक्छ क्या। छिटो न जाउँ न त अनि जाउँ न छिटो। पत्रदेखि लागिसकेको छौँ है। केटाहरू बाइकमा छ, हामी जम्मा 7 जना भइरहेको छौँ। म चाहिँ यहाँ केटीसँग गाडीमा चढिरहेको छु। मलाई बाइकमा भमिट हुन्छ नि त, त्यही भएर म चाहिँ यहाँ कारमा चढेको छु। अहिले महेन्द्र हाइवे अब बनिने क्रम जारी छ है, त्यही भएर डाइभर्सनहरू चाहिँ यो महेन्द्र हाइवेमा चाहिँ अहिले चाहिँ एकदम अत्याधिक चाहिँ भेट्न सकिन्छ होइन। अब यही तरिकाले एक्सिडेन्टहरू पनि हुनसक्छ। यहाँ चाहिँ हामीले एकदम विचार पुऱ्याएर चाहिँ अब गाडीहरूदेखि लिएर हरेक सवारी साधनहरू चाहिँ एकदम केयरफुल कुदाउनु पर्ने हुन्छ। धन्यवाद। ल हेर्नुहोस् न, बाटो बनाउनुको लागि बिगार्नु त परिहाल्छ, बिग्रिहाल्छ है। त्यही भएर अब अहिले चाहिँ पहिला पुरानो बाटो हो, अब यो बाटो अब यो चाहिँ बनिन्छ, त्यसपछि चाहिँ दामी हुन्छ फोरलेनको बाटो। हामीलाई ओभरटेक गरेर खगेन सर पनि अगाडि बढिसक्नु भएको छ, हेर्नुहुन्छ उहाँको रफ्तार। म चाहिँ अहिले खोर्सानीमा छु है। यति चाहिँ गयो कारमा, गाडीमा, अनि उता रेडी हुने अरे। म चाहिँ यहाँ विरोध र पूर्णलाई पर्खिरहेको छु। म चाहिँ उहीसँग आउँछु क्या, जङ्गलको बाटोमा फेरि के हुन्छ म भन्दा भने अलिक डराउँछ क्या। त्यही भएर मैले चाहिँ उनीहरूलाई पुणे र विनोद आउँदैछ, अनि उनीहरूलाई पर्खिरहेको छु खोर्सानीमा। पुणे र विनोद पनि आइसकेको छ होइन। चाहिँ म पर्खिरहेको थिएँ, एटीलाई चाहिँ पठाइदिएर अब हामी चाहिँ अब लाग्छौँ केराबारीको लागि होइन। बाटो लागिसकेको छौँ। आजको मुख्य आकर्षण भनेको चाहिँ हाम्रो विनोद राणा हो होइन। उसको चाहिँ अब 8 गते बिहा छ। अब बिहा अगाडि नै अब साथीभाइहरूसँग चाहिँ एउटा गेट टुगेदर गरौँ भनेर नै अब एउटा योजना बनेको थियो। त्यही भएर नै अब हामी चाहिँ अब चतरा बेलुका बिचसम्म चाहिँ जाने निर्णय भएर चाहिँ अब हामी त्यतातिर लाग्दैछौँ। अब हाम्रो कतिजना साथीहरू मिस हुनुभयो, उहाँहरूलाई अब के गर्नु, मिस गर्दै अब हामी चाहिँ अब लागि भन्नुपर्ने हुन्छ। अब त्यस्तो टाइम त अरू बेला हामी नेपालमा भएको साथीहरू त अब मिलाउनु पर्छ। आजको मुख्य आकर्षण भनेको हाम्रो विनोद राणा। उहाँको चाहिँ अब यही आउने 8 गते चाहिँ अब वैवाहिक जीवनमा बाँधिन आँट्नु भएको छ। त्यही भएर अब हामी अब जानुको मुख्य योजनाकार नै अब उहाँ हो। ल लागौँ। ल म चाहिँ यहाँ खगेन साथीमा छु, म चढौँ साथी। ल है लागिसकेको छ। अहिले चाहिँ हामीले बेहुलालाई फोकस गरिरहेको छौँ है। पछाडि बस्ने चाहिँ अब 8 गतेको बेहुला हो है। यो पछाडि बस्ने कालो ड्रेस लाउने चाहिँ 8 गतेको बेहुला हो है। उहाँलाई नै फोकस गरिरहेको छौँ। भर्खर केटा हो। राति अब चतराको भ्यूहरू देखिहाल्नु आउनु चाहिँ सबैतिर नै आएको। दिउँसो चाहिँ आज चाहिँ अलिकति राति नै भएछ यो रिसोर्टमा बेलुका बिचमा। अब चाहिँ हाम्रो बार्बिक्यूको टाइम हुँदैछ होइन। हामीले 5 केजी पर्क र 2 केजी ससेज मात्रै खाने निर्णय गरेको छौँ। त्यही भएर आजको अब हाम्रो
बार्बिक्युको त एक्सपर्ट भनेको त हाम्रो हेम साथी हो। हेम साथी भएपछि हामीलाई प्रब्लम नै हुँदैन क्या। एकदमै ऊ एकदम रेडीमा छ होइन। ऊ ज्याकेट खोलेर पनि टक्क रेडी भइसकेको छ। अब हामी जस्तो यहाँ अब मासु हालेर अब टक्क खानु मात्रै बाँकी छ है गाइज। दिस इज बेलुका बिच होइन। थ्याङ्क यू भेरी मच। यहाँ अब हाम्रो साथीले होइन अब यो ससेजदेखि चाहिँ स्टार्ट गरिसक्नु भएको छ होइन। ए ससेज साइडमा भन्दै तर बिचमै हालो, तर यसमा पनि कुरा चाहिँ छ होइन। ठिकै छ केटा हो लाइट देखाउ त यहाँनिर एक दुईजनाको। अब यता पर्क पनि स्टार्ट गरिसक्नु भएको छ। अनि यहाँ असिस्टेन्ट चाहिँ हाम्रो खगेन सर हुनुहुन्छ होइन। अनि अब हामी यहाँ अब पिस त खतरा बनाएको छ। अर्को पनि अब असिस्टेन्ट थपिसक्नु भएको छ होइन। उहाँ चाहिँ केराबारीबाट हुनुहुन्छ, अनिल ठकुरी हो। बनाना ल्यान्ड भन्नुहुन्छ, बनाना ल्यान्ड पनि अब हो। उकालिनी छाड्युला ओरालिनी छाड्युला माई मरी जाउला। केटाहरू चाहिँ अब भर्खर उठेर यहाँ अब चिया नास्ता गर्दैछन्। अब चिया नास्ता गरिसकेपछि अब जाने बेला पनि पो भइसक्यो। अहिले अब 11 बजिसक्यो होइन। 11 बजी उठ्छन् केटाहरू। अब हामी 5 बजी उठेको, 11 बजी उठेर अब जाने बेला पनि भइसक्यो। बेलुका बिचदेखि बेलुका बिचमा अब खाजा साजा खाइसकेर फोटोहरू खिचेर चाहिँ अब हामी घरतिर अब लाग्ने बेला पनि भइसकेको छ। ल है त अब लागौँ है बिस्तारो। ल रेडी हो अब। अब हामी तल चतरा फुल ठ्याक्कै एक्ज्याक्ट नाम चाहिँ थाहा भएन। त्यो होटलमा गएर हामीले आजको लन्च गर्नेछौँ। निक्लेको अरे जाने होइन। ल भरे परे भेटौँ है त। ल हामी कोशी पुल पनि आइसकेको छौँ है। अब हामी यहाँ चाहिँ अब थकाली स्वाद खाना अरे बारदली सेक्वाक जोन यो ठाउँमा चाहिँ अब खाना खान्छौँ। त्यसपछि हामी आफ्नो बाटो लाग्छौँ। यहाँ चाहिँ अब हाम्रो साथीहरूले खानाको अर्डर दिँदैछ। खाना पनि अब अर्डर दिँदा पनि जस्ट कन्फ्युज भइरहेछ क्या। कतिवटा फिस कतिवटा पर्क भयो? 3टा माछा मात्रै? 4टा मात्रै? 4टा माछा मात्रै त कहाँ हुन्छ यार। बहिनी यो कहाँको माछा हो? कोसीकै हो? यो चाहिँ कोसीको पक्का माछा अरे है। अब हामीले चाहिँ खाना खानुपर्ने हुन्छ है। हामीलाई धेरै भोक लागिसकेको छ। यता यो चाहिँ मेरो चाहिँ फिस हो भने साथीहरूले चाहिँ अब पर्क अनि अब एकजना भेज साथी हुनुहुन्छ। तर यहाँ उसको के फोटोहरू भिडियोहरू त देखिहाल्नु पर्ला कस्तो खालको भेज साथी हो भनेर होइन। अब म पनि अब स्टार्ट गर्छु है त। बारदली रेस्टुरेन्ट बारमा चाहिँ अब हामीले खाना खाइसक्यौँ। अब हामी चाहिँ पुलमा अलिकति भिडियो छोटो
फोटो सुट गरेर चाहिँ अब हामी आफ्नै वासस्थानतिर चाहिँ लाग्छौँ है। लेखकको मेला म घुम्न आउँदा मलाई हेर्ने गर, बेसीमा छर्दा कहिले काहीँ मलाई भेट्ने गर। हामी यहाँ कोशी ब्रिजमा छौँ अहिले चाहिँ होइन। यहाँ चाहिँ अब हामीले फोटो भिडियो त अब लिनै पर्ने हुन्छ अलिकति। यहाँ यी साथीले खिचिदिँदैछ, यता पोज दिँदैछ, यता निन्द्राले झ्याप भयो भन्दैछ, यता रेडी छ है। तर पनि अब हामी अलिकति त खिच्छौँ।